हामी चाहिँ भेडेटार होटलमा कहिलेकाहीँ आइरहन्छौँ साथीहरू खाजा खानको लागि। हामी चाहिँ खाना पनि खान आउँछौँ कहिलेकाहीँ यहाँ, अनि नास्ता पनि खान आउँछौँ कहिलेकाहीँ यसो अब तलतिर मासतिर हिँडेको बेलामा होइन। अनि यहाँ चाहिँ हजुरहरू आउनुभएको छैन भने नि सबैजना आउनु होला। यहाँ सेपरेट बस्ने ठाउँ पनि रहेछ। अनि त्यसपछि खानाको आइटम अब सबै हाँस कुखुराहरू, लोकल कुखुरा अनि परेवाको मासु सब चिज पाइने क्या। अनि यसो टाचा टुच्चा नि पाइँदो रहेछ होइन साथीहरू। हामी चाहिँ अब टाचा टुच्चा चाहिँ लाइँदैन, तर खानाको लागि चाहिँ यसो राम्रो रहेछ होइन। नेता चोकमा चोकै त पुग्नु परेन, अलिक उत्तरैपट्टि उतार अलिकति उता बाटो पस्यौँ। कस्तो राम्रो। साथीहरू आउनुभएको छैन भने आएर एकचोटि ट्राई गर्नु होला होइन। हामी चाहिँ कहिलेकाहीँ आउँछौँ। अब पऱ्यो हामीले चाहिँ हाँसको मासु खाएको क्या आज। मै अनि आलु बखा दिएको म 3 किलो ल्याएको थिएँ 100 रुपियाँले। 160 अरे होइन। त्यही त भनेको न 3 किलो उठाइदिएको थिएँ। अरू त राख्छु हुन्छ। अझै खाने आज बिहान पनि खाना खाएको छैन नि। आज हामी चाहिँ बिहानै हिँडेको क्या। आज हाम्रो बाहिर निक्लिने काम थियो, त्यही भएर बिहानै हिँडेको थियौँ। अनि हाम्रो खाना चाहिँ आजको फेरि यही हो, अब बेलुका एकैचोटि। ल साथीहरू, हजुरहरू नै आउनु होला यो ठाउँमा। नजिकै हुनुहुन्छ भने आफ्नो प्राइभेट गर्लफ्रेन्ड लिएर पनि आउनु सक्नुहुन्छ। गर्लफ्रेन्ड पनि लिएर आउनुहुन्छ। तपाईँले पनि लिएर आउनुभएको छ? गएको छ त मेरो गर्लफ्रेन्ड। के हजुर गर्लफ्रेन्ड? ल ठिक छ। भर्खर ल परेको 1 वर्ष भएछ। ल कहिले म साथीहरूलाई लोकेसन देखाइदिन्छु, पक्नु ल। अनि नि साथीहरू यहाँ माछा पनि पाउँछ है। फेरि माछा पनि हामीले खाएको छौँ क्या। यत्रो यत्रो पिस खाएको क्या हामीले, पुरै फ्राई क्या। अब साथीहरू हामी चाहिँ खाइसक्यौँ। अब हामी चाहिँ हिँड्यौँ होइन। अन्त सुनसान चाहिँ भएछ। होटल चाहिँ यही हो। यो चाहिँ हाम्रो चोक। अब हामी चाहिँ बाटो लाग्यो जाने होइन। त्यो होटल चोक आउँदैछ। नेता चोक पनि चोक चाहिँ यता छ है साथीहरू। चोक यहाँ छ। यहाँ चाहिँ एउटा छ। त्यो हेराउनु पर्यो। त्यो चाहिँ नेता चोक गाडी आउँदै गरेको। यता
यता चाहिँ हामी घर जाने बाटो, यता चाहिँ फेरि टाढो हुन्छ, बाटैबाट देखिन्छ। अब हामी चाहिँ घर